जोजलपा नेपाल भाषा लर्निङ। आज हामी पुरानो साथीहरू भेटघाट हुँदाखेरिको कन्भर्सेसनलाई लिएर भिडियो बनाउँदैछौँ, जुन हाम्रो सब्सक्राइबर सुबोध केसीजीले रिक्वेस्ट गर्नुभएको थियो। हजुरहरू पनि सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भने यो ब्लग एड्रेसलाई सोसियल मिडियामा सेयर गरिदिनु होला र यो कन्टेन्ट भिडियो एकछिन पज गरेर पढिदिनु होला। यो भिडियो लामो हुने भएकोले म सबै पढ्दिनँ। हजुरहरूले यो सोसियल मिडियामा सेयर गर्नुभयो भने हजुर जस्तै नेपाल भाषा सिक्न इन्ट्रेस्टेड कोही हुनुहुन्छ भने उहाँहरूले थाहा पाउनुहुन्छ र नेपाल भाषालाई पछिसम्म बचाइराख्नको लागि सहयोग पनि पुग्नेछ। र हजुर नेपाल भाषा छिटो सिक्न चाहनुहुन्छ भने यहाँ केही टिप्स छ, यो पनि अवश्य पढ्नुहोला। अब आजको यो भिडियो सुरु गरौँ। नम्बर 1 र ए र बी को कन्भर्सेसन छ। यसमा मैले नामको सट्टा ए र बी दिएँ र कन्भर्सेसन स्टार्ट गरौँ। ए को मैले तपाईलाई कतै देखेको जस्तो लाग्छ। यो सिनेरियो चाहिँ कस्तो हो भन्दाखेरि हजुरको पुरानो साथीहरू हुन्छ र वर्षौंपछि पुरानो साथीहरू भेटघाट हुँदाखेरिको सिनेरियो छ। मैले तपाईलाई कतै देखे जस्तो लाग्छ। जी छित छित गन गन ख थे चो जी छित गन ख थे चो। र अब अर्को साथीले भन्छ, यो चाहिँ अब फर इक्जाम्पल बाटोमा हिँड्दा हिँड्दै भेटघाट हुँदाखेरिको सिनेरियो हो। र अर्को साथीले भन्छ हो र खला खला खला। र फर्स्ट साथीले भन्छ, साथी ए ले भन्छ, तपाईको नाम राम हो। छिगु 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 ना राम खला छिगु ना राम खला। यसमा हामी यो अलि सम्मान गरेर भन्नु पर्दाखेरि जस्तै तपाई हजुर भन्नको लागि चाहिँ नि छि भनेर भन्छौं। अब हजुरको यो तिमी भन्नलाई चाहिँ अब छ भन्छौं र तपाई हजुर भन्नलाई चाहिँ छि भन्छौं। र अब बी ले भन्छ हो ख, हो भन्नलाई ख भन्छौं हामी। र अब ए ले भन्छ, तपाईको घर गाहेटीमा हो। गाहेटी अर्थात् गैरी धारा। नेपाल भाषामा पहिला गाहेटी भन्ने गरिन्थ्यो र अहिले गैरी धारा पनि भनिन्छ। छिगु 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 छे छे गाहेटी खला छिगु छे गाहेटी खला। र अब बी ले भन्छ, कसरी थाहा पाउनु भयो। गे ना सिया दिल सिया दिल गेना सिया दिल। अब हामीले आफ्नो साथीहरूलाई भन्दाखेरि चाहिँ नि गेना सिल भन्छौं र अलिकति रेस्पेक्ट दिएर भन्दाखेरि चाहिँ सिया दिल भन्छौं। ए ले भन्छ, म को भनौं। जी सु ला जिसु थ्याला। बी ले भन्छ, भन्नुस् न दया दिसले दया दिसले। अब साथीहरूलाई हो भने चाहिँ धाले भन्छौं। धा DHA धाले धाले। नेक्स्ट अब ए ले भन्छ, ए पुट्के म रमेश चिनेन। ए बाग बाग जी रमेश म सिलला यो सँगै पनि हुन्छ म सिलला। ए बाग जी रमेश ममसिलला ममसिललाई ममसिल पनि भन्छौं। ममसिल ममसिलला एउटै हो। कसैले ममसिलला भन्छ, कसैले ममसिलला भन्छ। फेरि एकचोटि म रिपिट गरिदिन्छु। ए बाग जी रमेश ममसिलला। यसमा हामीले म भन्नाले जिउलाई पनि हामीले म भन्छौं। र नेक्स्ट बी ले भन्छ, तिमी त कस्तो मोटाएको छ ला
गयौ गयौ लोङ लोङ छला गयौ लोङ र अब एले भन्छ तिमी त पहिले जस्तै रहेछ छ ला ना पा नापा थे खनी खनी छला नापा थे खनी बीले भन्छ हो र खला खला अब एले भन्छ कति पछि भेटेको है गुली गुली लिपा लिपा नाप प लाउ ला नाप लाउ ला गुली लिपा नाप लाउ ला बीले भन्छ हो है 20 वर्ष पछि जस्तो लाग्छ जस्तो छ हो है 20 वर्ष पछि जस्तो छ नेपाल भाषा खला खला निड निड 20 वर्ष लिपा थे चो खला निड लिपा थे चो अब यो निडलाई चाहिँ कसैको चाहिँ निड पनि भन्छ तर खास चाहिँ नि निड हो यसलाई निड पनि भन्छ होला आई गेस यो लिटरेचरी जाँदाखेरि चाहिँ निड भन्छ हुनुपर्छ र हामीले अब चलन चल्तीमा हाम्रो कम्युनिटीमा चाहिँ अब यसलाई निड पनि भन्छ प्राय जस्तो है र एले भन्छ त्यस्तै होला अथे अथे जी बी मैले त चिन्नै नसकेको जी ला म सिके मसिके मफु मफु जीला मसिके मफु र एले भन्छ पैसा धेरै कमायो होला ढेबा योक्पो कमे या त जी ढेबा योक्पो कमे या त जी बी त्यस्तो होइन साथी अनि तिमी युके गएको होइन अथे अथे मखु मखु पासा पासा त सायद हजुर सबैलाई आउँछ होला अले 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 छ युके वनौ मखुला मखुला अठे मखु पासा अले छ युके वनौ मखुला आई गेस हजुर सबैलाई पासा र मखुला चाहिँ भन्न आउँछ होला र अगेन ए को पालो होइन म त यही छु अनि तिमी नि मखु जिला थने दु अले छ ले मखु जिला थने दु अले छले बी म युएसए मा गएको 2-3 महिना भयो फर्केको जी युएसए वनौ नीला सोला यो नीला 2 महिनालाई नीला 3 महिनालाई सोला भन्छ दत यो डाटा होइन कि यो दत ल्याहा वयु जी युएसए वनौ नीला सोला दत ल्याहा वयु यसलाई पनि कसैले ल्याहा भन्छन् कसैले ल्या भन्छन् ल्यावयु भन्छन् तर लिटरेचरको बेसिसमा ल्याहा चाहिँ मोर एक्युरेट हुन्छ आई गेस तर अब हाम्रो यो लोकल कम्युनिटीमा चाहिँ कसैले ल्याहा भन्छन् कसैले ल्यावयु भन्छन् र अब नेक्स्ट नम्बर ए को पालो म युके जान लागेको जान मन लागेन जी युके वने ट्यानौ वने मासे मवला जी युके वने ट्यानौ वने मासे मवला बाहिर पनि रुखमा पैसा फल्दैन होइन बीले भन्छ बाहिर पनि रुखमा पैसा फल्दैन होइन पिने न सिमे ट्याबा
सै म खु सै मखु मखुला मखुला पिने न सिमे ढेबा सै मखु मखुला आजको लागि यति नै र यसको बाँकी पार्ट चाहिँ नेक्स्ट भिडियोमा म लिएर आउने नै छु त्यतिन्जेल हजुरले यो ब्लग सेयर गरिदिनु होला र फेसबुक ग्रुप यो छ यसमा जोइन गर्नु होला र यसमा साथीहरूसँग इन्टरेक्ट गर्न सक्नुहुन्छ र साथीहरूलाई पनि जोइन गर्न सक्नु जोइन अर्थात् अहिले इन्भाइट गर्ने सिस्टम छ त्यो इन्भाइट गर्न सक्नुहुन्छ भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र केही सल्लाह सुझाव छ भने पनि भन्नु होला र सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला थ्यांक यू शुभ